अब प्रचण्डजीले खुलेआम भन्नुभयो कि मैले 5000 मारेको हो, 5000 को जिम्मा म लिन्छु भन्नुभयो। अब 5000 को जिम्मा लिने भनेपछि बाँकी 12000 को जिम्मा कसले लिने? 5000 मारे भन्ने मान्छेलाई कारबाही गर्नुपर्छ हो, उहाँलाई कारबाही गर्नुपर्छ, उहाँलाई तपाईँको चाहिँ सजाय दिनुपर्छ। तर बाँकी 12000 को चाहिँ हत्या भएको छ त्यसको जिम्मा कसले लिने? क्रान्तिको नाममा मान्छे मार्ने छुट कसैलाई पनि छैन। त्यो युवराज सफलै भए पनि कारबाही गरेर जेल हाल्नुपर्छ। तपाईँ माओवादीको मान्छे भन्छन् नि, तर माओवादीको विरोध गर्नुहुन्छ तपाईँ? म नेपाली जनताको मान्छे हो, नेपाली जनताको मान्छेलाई अब माओवादीको मान्छे कसैले भन्ला, कसैले एमालेको मान्छे भन्ला, म यो देश र जनताको मान्छे हो। तपाईँ कसको मान्छे हो ठ्याक्कै बताइदिनुहोस्। म तपाईँको मान्छे, नेपाली नागरिकको देशको मान्छे, म सबैको मान्छे। म युवराजी यहाँ सुन्नु, तपाईँले जुन इन्टेलिजेन्स ब्युरो हाम्रो विदेशमा छ, हामीले विभिन्न इन्भेस्टिगेसन होइन विदेशमा होइन नेपालमै छ यो कुरा तपाईँलाई मैले प्रश्न पार्छु। हो विदेशमा पनि हाम्रा मान्छे छन् भने हो मैले। अब तपाईँ खासमा कसको मान्छे हो यो त अहिलेसम्म कसैले पत्ता नै लगाएको छ। होइन भन्दैछु त म रलाई र छानबिन गर, सिआइबी छानबिन गर, सिआइए छानबिन, कसैले छानबिन गर्न सकेको छैन। तपाईँ गर भन्दैछु, गर्न सक्दैनन्। अब यो देशमा प्रचण्ड प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपछि को कुनै मुद्दा लाग्छ त्यो त थाहा होला नि त तपाईँलाई। कानुनलाई मिच्ने, देश र जनताको विरुद्धमा बोल्ने जोसुकैलाई पनि कानुन लाग्छ नि। रविलाई कारबाही हुँदाखेरि अनि प्रचण्डलाई, ओलीलाई, देउवालाई चाहिँ बचाउनुपर्छ भन्ने हो र? यदि त्यो भन्छ भने त्यो देशद्रोही हो। नेपालको कानुनको खिलाफमा जाने जोसुकैलाई कारबाही हुन्छ, त्यसलाई दायरामा हामी सबै मिलेर ल्याउनुपर्छ। प्रचण्डको विषयमा चाहिँ के हुन्छ यहाँ ठ्याक्कै यहाँको धारणा चाहिँ अब यो सर्वोच्चले बोल्ने विषयमा म नजाउँ। तपाईँको धारणा पनि त होला नि त। मेरो धारणा के हो भने उहाँ एउटा कुरा म भन्छु, रवि लामिछानेको नागरिकता नहुँदाखेरि हामीले सांसद हुन अयोग्य भन्यौँ, अदालतले हो भनौँ। रविलाई चाहिँ खेदाखेदै गर्नुपर्ने, प्रचण्डलाई चाहिँ हजुर नमस्कार भन्नुपर्ने, त्यो होइन। 5000 मारेको मान्छे उहाँले भन्नुभयो नि त। उहाँ चाहिँ प्रधानमन्त्री हुन योग्य हो कि होइन? प्रधानमन्त्री हुनलाई प्रचण्ड योग्य हो कि होइन? अब सम्मानित सर्वोच्च अदालतले आज बोलिदिनु पर्यो। यदि आज सर्वोच्च अदालत बोलेन, यसले यति घाँसे घुसे निर्णय गरिदियो भने युवराज सफलले प्रचण्ड प्रधानमन्त्री हुन अयोग्य हुनुहुन्छ, 5000 मारे भन्ने मान्छे योग्य हुन्न, त्यो हामीले आरोप लगाएको होइन, उहाँले भनेको कुरा हो। त्यसले गर्दाखेरि त्यसको विरुद्धमा अर्को रिट लिएर युवराज सफलको यहाँ इन्ट्री हुन्छ। यो प्रचण्ड को हो त? क्या मेरो लागि कानुन मिच्ने म पनि कोही होइन, मै कोही होइन भने चाहिँ अरू कोही हो त मेरो लागि? कोही पनि होइन। त्यसले गर्दाखेरि चाहिँ अब सर्वोच्च अदालतले चाहिँ के भन्न सक्छ आज भने चाहिँ यो त शान्ति सम्झौताको कुरा छ, विस्तृत शान्ति सम्झौतादेखि लिएर चाहिँ 12 बुँदे समझदारी होइन, विभिन्न तपाईँको चाहिँ सत्य निरूपण आयोगहरू छ, मेलमिलो आयोगहरू छ, यसले चाहिँ फटाफटी काम गरे जस्तो हुँदैन नि त। हिजो कोही माओवादीको नाममा मारिया छन्, कोही माओवादीलाई विरोध गरे भने मारिया छन्, कोही 2000 चन्दा नदिए भनेर मारिया छन्। मर्न मार्न हिँडेका मान्छे मरे, मेरो आपत्ति छैन। म पनि जनयुद्धमा लागेको मान्छे हो। मैले पनि कसैलाई मारेको रहेछ भने सर्वोच्चमा आएर होइन हेगमा गएर रिट हाले पनि हुन्छ, म जेल जान तयार छु। म 64 सालदेखि मैले माओवादी छोडे हो। युवराज सफलजी जस्तो जनयुद्ध चाहिँ गलत थिएन, केही यो व्यवस्था परिवर्तन, पहिलेको व्यवस्था परिवर्तन गर्नलाई त्यो जनयुद्ध लडेको थियो, तर जुन जनयुद्ध लडेर त्यो व्यवस्था कार्यान्वयन गर्न सकिएन, घाइते अपाङ्गलाई भनौँ न एक प्रकार व्यवस्था गर्न सकिएन, त्यसैले जनयुद्ध फेलियर हुँदै गयो भन्ने छ नि। होइन जनयुद्ध अब थियो या सही थियो? होइन, यो चाहिँ एउटा कुरा के छ भने जनयुद्ध नेपालमै बसेर नेपाली नेताले बनाएको डिजाइन थिएन, विदेशबाट चाहिँ आएको रहेछ। पछि थाहा भयो र अर्थ रहेन। तर अहिले आउँदा फेरि पनि जनता त नेपाली जनतै लडे नि त। पुलिस भनेछ मारेछ, आर्मी भनेछ मारेछ, चाहे पुलिस आर्मी चाहे अरू जो कोही नेपाली जनता हो। जनता मरेकोमा म खेद प्रकट गर्दछु र यसको नैतिक जिम्मेवारी चाहिँ पुष्पकमल दाहाल प्रचण्डले लिनुपर्छ। किनभने मैले कसैलाई मारेर चाहिँ मलाई हेगमा लगे हुन्छ। युवराज सफल विज्ञप्ति जारी गरेर बस्दैन साथीहरू। माओवादी छोड्नुको कारण के होला? होइन, माओवादीले जुन स्पिडमा काम गर्नु पर्थ्यो, जुन एजेन्डा थियो त्यसलाई छोडेर माओवादी अर्को एमाले बन्दियो। अर्को एमाले नातावाद, फरियावाद, कृपावाद यो त छँदैछ हजुरले भने। एमाले अर्को एमाले बन्देपछि अब यो माओवादी भन्ने क्रान्ति अब आन्दोलन पार्टी थिएन, माओवादी आन्दोलनै सक्यो। 12 बुँदेपछि माओवादी आन्दोलन सक्यो। आन्दोलन सकेपछि युवराज सफल त्यहाँ कसैको केही खानालाई, जुठो पुरो खानालाई, राजनीतिक नियुक्ति खानको लागि चाहिँ गएको होइन। त्यही भएर म चाहिँ बाटो तताएको। अब प्रचण्डजीपछि चाहिँ अब धेरै नेताहरू डराएका छन्। अब हामीलाई पनि जोस मुद्दा लाग्ने हो भन्ने कुरा बाबुरामजीले नै त्यस्तो प्रतिक्रिया दिनुभयो। एउटा कार्यकारी यो बहालवाला प्रधानमन्त्रीलाई चाहिँ कारबाही गर्न मिल्दैन भन्ने कुरा, यसबारेमा के भन्न चाहनुहुन्छ? होइन, कारबाही बहालवाला मात्रै होइन, भुपुलाई पनि गर्न मिल्छ, फुपूलाई पनि गर्न मिल्छ। भएभरका सबैलाई कारबाही गर्नुपर्छ। किनभने
कि त सत्यनिरूपण आयोगको प्रतिवेदन अनुसार जानु पर्यो। अनि जनता माओवादीमा लागेर तपाईँको चाहिँ शरीरमा गोली बोक्नेहरू बोकै बेपत्ताका कुरा छैन। माओवादीबाट पीडित सरकार के अरे माओवादीबाट पीडित नागरिक पनि त्यस्तै, चाहे माओवादी पीडित चाहे सरकार पीडित, त्यो चाहिँ पीडित हो। त्यो पीडितलाई न्याय दिनुपर्छ। यो माओवादीले मार्यो, यो सरकारले भन्ने गर्नुहुन्न। यो पीडित भनेको निष्पक्ष रूपमा शान्तिपूर्ण रूपमा चाहिँ उहाँहरूलाई हामीले चाहिँ सहयोग गर्नुपर्छ। शहीद परिवारहरूलाई चाहिँ राहत दिनुपर्छ, बेपत्ताको खोजी गर्नुपर्छ, घाइतेका उपचार गर्नुपर्छ। यो माओवादी यो सरकारवादी होइन, नेपालवादी नै हो नि त आखिर सबै। जनयुद्ध विदेशीले गराइदियो होला। छलफल गरौँ, म नेपाली मरे त्यसमा खेद प्रकट गर्नुपर्छ। केही लामखुट्टे झिङ्गा फट्याङ्ग्रा मैले पनि मारेँ होला, यसमा केही भन्नु छैन। अब सरकारले मार्दाखेरि चाहिँ लामखुट्टे झिङ्गा मारेको अनि माओवादीले मार्दा चाहिँ मान्छे मारेको, दुवै जसले मारे पनि त्यो मान्छे मरेको हो। मर्न एक थरी सत्ता पाउन, एक थरी सत्ता जोगाउन हिँडे अनि त्यहाँ मान्छे मरे नि त। जसलाई सत्ता पाउनसँग सम्बन्ध थिएन, सत्ता जोगाउनसँग मतलब थिएन, गरी खाने मान्छे मरे, तिनलाई राष्ट्रिय शहीद घोषणा गर्नुपर्छ। म पार्टीगत चस्माले म कसैलाई पनि